हेलो गाइज वेलकम ब्याक टु माई च्यानल इट्स मी सोनिया अनि आज चाहिँ हामी श्रद्धाको घर जाँदैछौँ। मेरो अर्को ब्लग हेर्नुभएकोहरूलाई थाहा होला, त्यसमै मैले चाहिँ यो ब्लग कन्टिन्यू गर्दैछु। अनि यो चाहिँ हाम्रो मेकअप, अघि मेकअप गर्दै थियौँ, अब चाहिँ हाम्रो मेकअप कम्प्लिट भयो। अनि ऊ चाहिँ सिमन पुरै ड्रेस भएर बस्दैछ। अब चाहिँ यहाँबाट हामी मेरो घर जान्छु, त्यहाँ गएर म ड्रेस चेन्ज गर्छु, त्यसपछि हामी डाइरेक्ट श्रद्धाको घर जान्छौँ। लेट्स सी श्रद्धाले कस्तो रियाक्ट गर्छ हाम्रो सरप्राइजमा, कतिको एक्साइटेड हुन्छ, कतिको खुसी हुन्छ। म त एकदम धेरै एक्साइटेड छु मेरो साथीलाई भेट्न जान। आफ्टर अ मन्थ जान लाग्छौँ हामी भेट्नलाई। धेरै कुराहरू छ गर्नलाई, धेरै रमाइलो हुनेवाला छ। लेट्स सी गाइस। मक्ख भरिए मेरो आवाज सुनेर सिमन मक्ख भरिए। ओके वाह कति राम्रो देखेको मेकअप। यो मेकअप ट्युटोरियल हेर्न चाहिँ अर्को ब्लग हेर्नु होला। थ्याङ्क यू। फाइनली मैले ड्रेस चेन्ज गरेँ। अब चाहिँ हामी रेडी टु गो टु श्रद्धाको घर सरप्राइजको लागि। कतिको एक्साइटेड छ? भेरी भेरी एक्साइटेड। मेडिकल कलेज हो यो चाहिँ, एक्स वर्क प्लेस हो मेरो त्यो चाहिँ। नदेखाउन प्लिज, मलाई मोटी देखियो हामी सुन्तला किन्न आएको। हामी कति हो सुन्तला? कति रे? मलाई लैजानु। स्ट्रबेरी कसरी हो? अनि यो स्टार फ्रुट यो नुन खुजारसँग खाने। यो सुन्तला खानी हो, अंगुर खानी हो, एभोकाडो खानी हो। एभोकाडो एउटा 50 को नेट नि दियो है। सुगर मम्मी जता पनि पे गर्ने सुगर मम्मी हो मेरो। तर म देखाएर कस्तो देखियो? काम देखियो, यसको मुख मात्र त देखियो। She is so self-obsessed, guys. She is so self-obsessed. यो हो हाम्रो 24 कोटी। अब चाहिँ हामी मायालाई फोन गर्छौँ, कहाँ हो माया, घरमा छौ कि नै तिमी भनेर। फेरि हामी चाहिँ घर जाने, माया चाहिँ अनि हाम्रो नाम लिएर बजारतिर कतैतिर गएको गयो भने त ल्याङ हुन्छ, पनि फस्छ, हामी पनि फस्छौँ। त्यही भएर सिमनले फोन गर्न लागि मायालाई। हेरौँ त के हुन्छ। मायाको घर चाहिँ यहाँबाट थोरै अगाडि, अलिकति अगाडि मात्र हो। फोन त कहिले उठाउँदिन फेरि। हेलो कहाँ माया? भाउजू घर कहाँ भाउजू घर फेरि? ए बजार आएको थियो नि, तिमी ठ्याक्कै तिमी जस्तो देख्यो क्या, त्यही भएर। बजारतिर अनि त्यही भएर। ए ल घर अगाडि। बाई बाई। कहाँ फेरि भाउजू घर थाहा छ? कन्फर्म भयो कि माया घरमै हो, तर घरमा चाहिँ होइन, भाउजूको घरमा अरे। कहाँ हो खै कि कहाँ गएर बस्ने त? अब हामी स्कुटर कालु गयो त है भाउजू घर त्यही अगाडि हो कि भाउजू घर हिँडेर जाने। अनि फेरि हिँडेर अनि स्कुटर लिन आउँछ।
टी सर्टमा पनि लेखेर राखेको रहेछ गर्ल्स क्यान डु एनिथिङ भनेर सरप्राइज मनमा आज आउँलाई क्या तिमीहरू राम्रो देखि नि भयो कहाँ बाहिरै बसिरहेको त नि हामी आइपुग्यौँ भनेर यतैतिर भाउजू गरेर स्कुटी रोकेर हिँडेर जाने भनेर सोचेको फ्याक्ट्री हाई गाइस वेलकम टु सोनियाको ब्लग भन न वेलकम टु सोनियाको ब्लग तिमीहरूलाई भने गेट घर आइपुग्यो गेट नै खुल्लै रहेछ हेलो श्रद्धालाई सरप्राइज गर्न आउनु भनेको आन्टी पो सरप्राइज हुनुभयो नमस्ते म यता गएको थिएँ फेरि उता गएको थिएँ भाउजू कहाँबाट थियो नि तिमीहरू फेरि कस्तो लाग्यो हाम्रो सरप्राइज पछाडिबाट हो कि नै भइरहेको कि ट्याक्क त्यो गेटको चुक्कु लागेको थिएन अनि यस्तो लाग्यो यसरी हेर्छु त सर्र कटे म त एकछिन पुरै कन्फ्युज कि सुई सुई आउनु पर्ने रहेछ है हामी नहेरिकन त्यो भएको भए चिकन थियो आज बस्ने होला नि कस्तो मासु खानु मिल्दैन नि त केही हुँदैन मासु खान आएको र हामी पोलेर खानुहुन्थ्यो नि त हामी कति भयो पोलेर खाने पोलेर खाने भनेर भन्नुभएको थियो अन्त होइन कि मम्मी मासु खानुको धेरै पञ्चायततिर चट्टा लगाएर घाममा बसेर बदाम र सुन्तला खाने कस्तो लागिरहेछ त साथीहरूलाई भेट्दा यत्रो महिनापछि कति महिनापछि भेटेको हामी धेरै महिनापछि भेटेँ दुनियाँ बेग्लै छ नुन हाल्दैन रहेछ है अब हामी बदाम सुन्तला खाने हो स्टार फ्रुट नै लिएर आमा माया स्टार फ्रुट सुन्तला सबै खाने माया कस्तो फिल भयो त हामी भेट्न आएर स्टार फ्रुट होइन दुईजना भएर सिलौटोमा खुर्सानी पिसल र पेरो पनि आएर चोपेर खाने हो माया चाहिँ मेरो भ्लग हेर्दै है बल्ल बल्ल होटेल भेटाएर यतिहरू पुग्छ होला है कति हाल्नु बनाउँछ है फेरि म चाहिँ एउटा खाएर भएको स्वाद त नरहेछ खल्लो खल्लो अब हामी के गर्ने हो त गाइस अब हामी के गर्ने हो त यो खाने पहिला सुरु कटिङ स्किल्स अनि अनि यो खानु पहिला यो के भन्छ यो खाइसक्यो माइन्ड के भन्छ अहिले यसले हाम्रो माइन्डलाई के गराउँछ अनि त्यसपछि बल्ल हामी त्यही अनुसारले गर्छौँ के गर्छौँ त्यसो होइन त्यतिसम्म चाहिँ भ्लग हेरिरहनु होला लागि ओके फाइनली स्टार फ्रुट रेडी भयो सिमलले काटेर सधैँ प्लेटिङ गर्दैछ प्लेटिङ स्किल्स फेरि खतरा दिदीको बब्बा खतरा बब्बा माया चाहिँ खोर्सानी पिन्न गएको त भाइ माया आउँदैन कि त्यहाँ के उता भित्र बाहिर त्यहाँ त्यो चक्कुहरू भएको सानो डल्लो
पिस्ने कुरा भन्ने सिलौटाको बच्चा लिएर आएको नि ढुङ्गाको पिस्ने कुरा लिएर आएको नि ढुङ्गाको पिस्ने कुरा है यो सिलौटाको बच्चा होइन ढुङ्गाको पिस्ने कुरा हो नौमाया ढुङ्गाको पिस्ने कुरा सानो खाले ढुङ्गाको पिस्ने कुरा त्यही लिएर आइदिनु अरे ढुङ्गाको पिस्ने कुरा ए हो ल ल तिमीले भन्यौ मैले मानिहालेँ के भिज्यो गाउँ घरमा यस्तै हो सिलौटोमा पिस्नुपर्छ सहर बजार भए पो मिक्सरमा ग्याल्नु ल घरभरि हावा लाग्यो अनि बाहिरै मात्रै बसिरहेको भएर होला नि टाउको दुखेको कि चिसोले हान्यो हजुर चिसोले हान्यो मिठो गरेर छोरीहरूले नुन पिसेर खुर्सानी अमिलो खाँदैछन् हस् होइन होला मजाले पिसमायो मजाले इनर्जीको साथ गाइज अरू कुरामा वेस्ट गर्ने होइन कि इनर्जी लौटोमा पिस मजाले माया हामी गाइज हाम्रो श्रद्धाको घरमा चाहिँ यति राम्रो फुल रोप्नु आन्टीले यो के भन्छ मखमलको फुल यो सयपत्री फुल हाम्रो आन्टीको मेहनत कति मेहनती हुन्छ नि त ढकमक्क फुल फुलेछ बारीबारी हो सबै कति राम्रो देख्यो गेटबाट छिर्ने बित्तिकै अनि तिमी के भन्न चाहन्छौ म एकदमै राम्रो हाम्रो आन्टी मेहनती हुनुहुन्छ आन्टीमा हाँसिरहनु भयो कस्तो लाग्छ नि तिमीलाई साथीलाई भेटेर मलाई एकदम खुसी लाग्छ मलाई झन् यो फुलबारी झन् खुसी लाग्छ कति राम्रो आन्टी कस्तो मिठो लाग्छ सुन्नु सयपत्री कति मिठो लाग्छ मलाई कति राम्रो के थियो बिहारमा त यस्तो फुलको माला बनाएर बप्पा दिन्छ यता चाहिँ मऱ्यो यो त तिहारको होला दाली यसलाई के भन्छ अरे होइन यो के अरे यो के घन्टी ए उसो यो भनेको सुपारी सुपारी फुल सुपारी आयो हाम्रो रोक्न उता हो दुइटैतिर म के देखिरहेन तिम्रो पछि केही हुन्न कि आउनु ल यसो राख्ने नि आफ्नो भन्ने त 1 2 3 गो मजा आयो सबको रियाक्सन क्याप्चर भयो है मजा आयो मलाई बसिदिनु है उसको फेरि भोलि जानु हुन्छ नि त ए डाक्टर छ बहुत मजा आयो मजा आयो है यो त झन् मिठो मिठो पुरै नगरौँ नमिलो न त भिडियो मजा आइहाल्यो झन् यो कस्तो भयो के खुर्सानी है ओके गाइज म चाहिँ मेरो भ्लग यहीँनिर एन्ड गर्छु हामी चाहिँ बस्यौँ खायौँ गफ गऱ्यौँ धेरै रमाइलो भयो अब हामी चाहिँ यसो वक गर्नलाई बाहिर निस्किन लागेको वक गर्न टाइम देख के वॉक नहीं करते जब हम वॉक करते हैं तो टाइम नहीं देखते समथिङ के डायलग थियो यस्तो यस्तो टाइपको अनि ल बाई भन गाइजहरू मेरो काला चस्मा मलाई त कति राम्रो देख्छ ब्याडी सफ्ट गर्ल आफ्नै करेछ बारीमा उम्रेको कपडा कपडै उम्रेको त आफ्नै दराजबाट निकालेको ओके गाइज थ्याङ्क यू फर वाचिङ सबैजनाले लाइक शेयर सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई बाई बाई ह्याभ अ गुड डे